हेलो साथीहरू, नमस्ते नमस्कार। यहाँलाई हार्दिक स्वागत छ। यो चाहिँ नयाँ भिडियोमा चाहिँ हजुरहरूलाई चाहिँ एउटा चाहिँ छुट्टै किसिमको चाहिँ स्पेसल भिडियो लिएर चाहिँ आउँदैछु तपाईँहरूको माझमा। आज चाहिँ हामी चाहिँ यो चाहिँ विशेष एउटा चाहिँ बिदाको समय मिलाएर चाहिँ राजाको जन्मदिनको शुभ अवसर छ होइन। हामी सर्कुलर के चाहिँ फायर वर्क्स हेर्न चाहिँ हामी गइरहेको छौँ है। रोशन ब्रो के छ भन्नु होला। आज त अब फाइनली धेरै लङ टाइमपछि हामी सिटी आइँदैछ भिभिड हेर्नको लागि। हेरौँ दाइ कस्तो हुन्छ आजको एक्सपिरियन्स। अब डेफिनेटली उहीँ गएपछि थाहा हुन्छ दाइ त्यो चाहिँ। कमल ब्रो ल कस्तो फिल भइरहेको छ? म पनि फुल्ली एक्साइटेड हो हेर्नलाई आजको भिभिड होइन। लास्ट इयर जस्तो भए पनि यो वर्ष चाहिँ अब सबै साथीहरूको माझमा अब राम्रोसँग मनाउँ भन्ने मेरो चाहना हो होइन। यही हो एकदम राम्रो होइन। ल अब त्यहीँ गएर बहिनीले के भयो बहिनीले? मलाई पनि धेरै एक्साइटेड छु किनकि पहिलाको वर्ष त एकदम झुर 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 भएको थियो। हेरौँ अब आज चाहिँ कस्तो हुन्छ। यो पालि चाहिँ एकदम बवाल हुनेवाला छ। ल ल भन तिमी के छ? ओके, म चाहिँ लिटल बिट टायर्ड पनि छु किनकि आई डिड मर्निङ सिफ्ट। इभन दो अब हेरौँ, एक्साइटेड चाहिँ छु कस्तो हुन्छ। साथीहरूसँग जाँदैछु फर द फर्स्ट टाइम इन द ग्रुप। लेट्स सी के हुन्छ हेरौँ है त। ल है त अब अहिलेलाई चाहिँ हामी यो छोटो भिडियो चाहिँ यहीँ बिट मार्दै चाहिँ हामी त्यहाँ पुगेपछि तपाईँहरूलाई चाहिँ एकदम खतरा चाहिँ भिडियो चाहिँ देखाउनेवाला छौँ। हजुरलाई चाहिँ रिफ्रेस पनि हुनेछ होइन। जहाँसम्म लाग्छ होपफुल्ली है तपाईँहरू इन्जोय गर्न सक्नुहुनेछ भने आजलाई चाहिँ अहिलेलाई चाहिँ यति। ल त्यहाँनिर यो हार्बर ब्रिज पुग्ने टपमा मान्छेहरू चाहिँ हिँडिरहेको अवस्था है। यहाँ पनि हिँड्ने मिल्दो रहेछ। यता मान्छेहरू धेरै छन् त्यहाँनिर है। यो ब्रिजमाथि हार्बर ब्रिजमा मान्छेहरू हिँडिरहेको अवस्था देखाउँदैछ तपाईँहरूलाई। त्यसरी चाहिँ आज चाहिँ यो विविध चाहिँ फायर वर्क्स हुँदैछ 7:30 सुरु। अहिले चाहिँ हामी यो फेरीमा चाहिँ जानका लागि चाहिँ हामी एकदम वेटिङमा छौँ है, प्रतीक्षा गर्दैछौँ। त्यसको लागि चाहिँ अब छौँ है त। ल साथीहरू, अहिले चाहिँ हामी चाहिँ अब यो फेरीमा हामी जाँदैछौँ है। हाम्रो साथीहरू यहाँनिर हुनुहुन्छ। अब हामी सकेसम्म हामी त्यो रुफटपमै बस्ने भनेर जाने, तर मान्छेहरू प्याक भइसकेको अवस्था छ। जाँदैछौँ है। अब त्यहाँबाट हामी हजुरहरूलाई एकदम चाहिँ राम्रो एकदम रमाइलो चाहिँ दृश्य चाहिँ लाइटको दृश्यहरू चाहिँ देखाउन गइरहेको छौँ। ल अहिले हामी झर्दैछौँ। हाम्रो साथीहरू चाहिँ यहाँनिर हुनुहुन्छ। लगभग हामी 7जना छौँ। ल हेलो साथीहरू, अहिले चाहिँ हामी ठ्याक्कै चाहिँ यो सर्कुलर किमा रहेको चाहिँ यो चाहिँ हार्बर देखिँदैन हार्बर ब्रिजमा चाहिँ अहिले हामी छौँ। हार्बर ब्रिज चाहिँ देख्न सक्नुहुन्छ वहाँनिर चाहिँ होइन। हामी साथीहरू 6जना साथीहरू चाहिँ हामीसँगै चाहिँ फायर वर्क्स चाहिँ हेर्न चाहिँ आइरहेको अवस्था छ होइन। साथीहरू चाहिँ कतिपय साथीहरू चाहिँ यहाँ बसिरहनु भएको अवस्थादेखिको लिएर चाहिँ हाम्रो रोशन ब्रो यहाँनिर हुनुहुन्छ होइन। देखि यता हाम्रो सुनिल ब्रो र उता बहिनी चाहिँ होइन। ल नमस्कार, ल स्वागत छ। अहिले चाहिँ हामी चाहिँ एकदमै रमाइलो चाहिँ दृश्य चाहिँ हेर्न गइरहेको छौँ होइन। यति धेरै माहौल यो बनिरहेको छ होइन। तपाईँहरूलाई देखाउन गइरहेको छौँ होइन। यस्तो चाहिँ यो माहौल यो चाहिँ समय सबैजना उतातिर कृपा बहिनी पनि छैन होइन। अहिले चाहिँ हामी सबैजना है। एकछिन पछाडि अब 7:30मा चाहिँ यहाँको चाहिँ फायर वर्क्स हुनेवाला छ होइन। तपाईँको लाइट चाहिँ जति जग्गा चाहिँ यो माहौल यति धेरै चाहिँ क्राउड यति धेरै चाहिँ मान्छेहरूको चाहिँ खचाख छ है। ल यसलाई पहिला दामी दामी। ल साथीहरू, अहिले चाहिँ हामी ठ्याक्कै यो चाहिँ ओपेरा हाउसको चाहिँ हामी नजिक सामुन्नेमा चाहिँ हामी आइसकेको अवस्था छ होइन। अब योभन्दा पनि बवाल लाइट चाहिँ अब फायर वर्क्स हुनेवाला छ होइन। अहिले चाहिँ भर्खर सुरु भएको कन्डिसन तपाईँहरूलाई चाहिँ हामी देखाउँदैछौँ।
ल हेर्नुहोस् है त यहाँ पनि एकदम बवाल लाइट हुनेवाला छ ल यस्तो छ यो चाहिँ नि उहाँ चल्ला अपेरा हाउसमा ब्रिज ल सुरु भयो ल साथीहरू चाहिँ नि हजुरहरूलाई देखाउँदैछौँ ओ माई गड ल एकदम बवाल भ्यू देखाउँदैछौँ हजुरहरूलाई चाहिँ होइन हेरेर मजा लिनु होला ल यस्तो चाहिँ नि आइरहेको छ ल यो भ्यू यो रेजहरू चाहिँ अलिक कम देखिएको हो भने ओके राज दाइ हजुर कस्तो हुँदैछ त आजको एक्सपिरियन्स ल अहिलेको यो हालसालै चाहिँ यो छाउँ भन्नुपर्दाखेरि एकदमै चाहिँ रमाइलो र यो बिर्सनै नसकिने खालको चाहिँ एउटा छाउँ बनेको छ होइन हजुर हाम्रो साथमा जोडिनु भएको छ सुनिल ब्रो र चाहिँ बहिनी चाहिँ जोडिनु भएको छ यो माहौल हेर्दाखेरि साँच्चीकै यो यति हेर्दाखेरि पनि यो चाहिँ यति मनमोहक छ होइन यो बिर्सनै नसकिने आँखामा जति राखे पनि नबिजाउने होइन यो एउटा यादगार यो चाहिँ क्षण बनेको छ होइन हजुर यो तपाईँहरूले यो यसरी यो भिडियो बनाइरहनुहोस् यो देखाउने यो एकदम रमाइलो चाहिँ नि यो सिन छ होइन पछाडि चाहिँ कोही गर्नुभएको छ तपाईँले पनि होइन हजुर एकदम रमाइलो चाहिँ भइरहेको छ होइन एउटा म्युजिकमा एउटा सङ्गीतमा पनि हामी चाहिँ एउटा झुमिँदै होइन हजुर झुमिँदै एउटा हल्का यो चिसोको अनुभूति पनि लिँदै होइन हामी चाहिँ एउटा इन्जोय आफ्नो तरिकाले चाहिँ हामी रमाइलो पललाई चाहिँ हामी यो लिँदैछौँ होइन हजुर रोशन ब्रो हजुर पनि केही भन्नुहोस् न मैले दाइ अब मैले के बयान गर्नुहोस् सबै बयान दाइले गरिसक्नुभयो दाइ भ्युज आर अमेजिङ वर्थ इट है ल आउँदाखेरि रमाइलो भयो त्यो माइक पास साथीहरू गरेँ ल ओके हस् ल दाइ नमल ब्रो सम्झनाका तरेलीहरूमा यो प्रमाणहरूलाई चाहिँ दस्तावेजहरूलाई चाहिँ कैद गर्दै होइन चाहिँ यो सम्झनाको ग्यालेरीमा अभिलेख गर्दै भविष्यमा होइन सुरक्षित राख्नका लागि चाहिँ यो कैद गरिरहेका छौँ है साथीहरू Alright, Sunil र एनी चाहिँ all the way from Perth है सिडनी घुम्न आएको ओके सुनिल हाउ इज द एक्सपिरियन्स मलाई एकदम रमाइलो रहेछ दाइ तपाईँ रोशनलाई रोशन पनि धेरै कृतज्ञ छ क्या दाइ म किनभने उसले यो अर्गनाइज नगरे होला हाम्रो कहाँ सम्भव हुन्थ्यो त होइन त्यही भएर हामी सबै रोशन रमाइरहेको छौँ बियर खाइरहेछ एउटा बियरले लागेको छैन है मलाई फेरि ठिकै छ विल ग्राब नेक्स्ट वान डोन्ट वरी आज त आएपछि अलिअलि लाग्छ होला तर आज खाँदिनँ म ड्राइभिङ पनि गर्छु ल एनी निकै नै स्मरणीय एक्सपिरियन्स भोलिपर्छ सम्झिरहेको बोल न बोल आफ्नो मनका भावनालाई व्यक्त पोख्त गर त ल एनी कस्तो हुँदैछ भन ल सबैभन्दा फर्स्टमा चाहिँ रोशनलाई सबैभन्दा धेरै थ्याङ्क यू है यो पोसिबल गराएकोमा किनभने यो त मेरो फर्स्ट टाइम हो अनि ओपेरा हाउस देख्न पाएको नाइटमा फर्स्ट उज्यालोमा त देख्न नपाएँ नि नाइटमा चाहिँ एकदमै रमाइलो छ होइन झन् रमाइलो लाग्यो अझै भिभिड लाइट भइदिएको भए त अझै नै राम्रो रमाइलो हुन्थ्यो त्यही नै हो थ्याङ्क यू रोशनलाई चाहिँ ल ओके एनी ल ओके कमल कस्तो लाग्यो के हुँदैछ ल भन डिस्क्राइब सबै एकदमै राम्रो भइरहेछ होइन एकदमै म ह्याप्पी छु आजको लागि होइन यसरी सबैजनासँग भेटघाट हुँदा अब यही हो मेरो यति नै हो भन्ने इच्छा यति नै है ल ओके अलराइट ल हेभ अ नाइस वान ल ल रोशन ब्रो भन्नुहोस् त ठ्याक्कै अहिलेको चाहिँ यथार्थ कुरा भनिदिनुहोस् त तपाईँ जस्ताको तस्तैलाई चाहिँ ठ्याक्कै भनिदिनुहोस् त जनता जान्न चाहन्छ
होइन एकदम वन्डरफुल भइरहेछ आफ्टर लङ टाइम होइन हामी सबै ग्यादर भइएछ साथीहरू हजुर स्पेसली यहाँ यहाँनिर सुनिल पर्सबाट आएछन् हजुर उहाँलाई त हामी त एकदमै यहाँ ग्रुप भेटघाट त भइराखिन्छ तर भइरहेको छ। सधैँ यस्तो रमाइलो हुन्थेन भिभिड आउने यसरी नै सबैजना ग्रुपमा आउने एउटा ड्रिम थियो अब सधैँ त्यस्तै त्यस्तै भएर भइरहेको थियो नि तर आज चाहिँ अब फर्चुनेटली भनौँ न संजोगवश होइन रमाइलो छ लाइट्सहरू वर्थ इट नै छ अब यसपछि फायरवर्क्स हेर्नेछौँ हामी 7:30 सो अहिले स्थान छ होइन So like it's been an amazing experience here with everyone, eh? So thank you all again. थ्याङ्क यू सो मच ल रोशन ब्रो तपाईँलाई पनि होइन हजुर यो खालको एउटा चाहिँ सम्झना लाइक एउटा चाहिँ अविस्मरणीय पल हजुरले चाहिँ एउटा चाहिँ क्रिएट गर्नु भएको छ तपाईँलाई पनि धेरै धेरै हार्दिक आभार व्यक्त गर्दै होइन यो चाहिँ छोटो भिडियोलाई चाहिँ हामी यहीँ मार्दै फेरि भेटौँला होइन अर्को Next episode. अथवा भिडियो लिएर चाहिँ आउँदैछौँ है त कस्तो दामी देखिएको छ देखिन त है यो प्राइभेट त महँगो हुन्छ नि यो त अझ उ होला यत्तिकै नर्मली So oh, the fires, eh? The fires are booming right now here. Oh, oh. साँच्चैको फ्लेम हो त्यो त्यो के हाइड्रोजन के राखेर बनाएको फ्लेम हो त्यो यो ल साथीहरू अहिले चाहिँ हामी ठ्याक्कै चाहिँ अब यहाँ ग्रान्ड भ्यूमा छौँ हामी सर्कुलर कीबाट चाहिँ फायरवर्क्स सबै चाहिँ हामीले भिडियो हेरेर पनि होइन सबै मनोरञ्जन गरेर हामी इन्जोय गरेर हामी आइसक्यौँ ट्रेनबाट आइसक्यौँ र अहिले चाहिँ हामी सबैजना चाहिँ अहिले यहीँ छौँ अब यहाँबाट चाहिँ हामी गाडीबाट चाहिँ हामी घर फर्किँदैछौँ होइन अब यो चाहिँ आजको चाहिँ रमाइलो पल अब होइन धेरै नै रमाइलो भयो होइन समग्रमा अब हजुरहरू के भन्न चाहनुहुन्छ समग्रमा भनिदिनु भयो अझ राम्रो हुने थियो होइन ल रमाइलो भयो एकदम बेस्ट आइ एकदम राम्रो हाम्रो यो ग्रुप जता गए नि बेस्ट छ ल छुट्दैन पनि होइन छुटाउनु नि भएन ल एकदम अब भोलिबाट फेरि काम सुरु होइन दुःख लाग्छ भोलिको सम्झँदाखेरि चाहिँ होइन निन्द्रा पनि लाग्दैन होला सायद भएर जाति होइन यसरी नै घुमिरहन पाएदेखि त अब झनै कायदा हुन्थ्यो के गर्ने अब होइन समय परिस्थिति अनुसार अब चल्नु पऱ्यो सङ्घर्ष गर्नु पऱ्यो नत्र भने त गाह्रो छ जिन्दगी होइन अब ल यति भन्दै चाहिँ नि अब हामी आफ्नो चाहिँ नि वासस्थानतर्फ चाहिँ हामी लाग्छौँ र नेक्स्ट एपिसोडमा भेट्ने ल नेक्स्ट अब आउने भिडियोमा चाहिँ हामी जोडिनेछौँ फेरि पनि है त ल